म तिमीलाई प्रश्नहरु सोध्छु कि त्यसको चाहिँ मलाई विथ रिजन एन्सर देऊ ल विथ रिजन ओके स्योर विदाउट रिजनको एन्सर चाहिँ हुँदैन है ल तिमीलाई नि तिम्रो आमा र बाबु मध्ये कसको धेरै माया लाग्छ मेरो आमा र बाबु मध्ये बोथ किनभने उनीहरू दुईजनै थिएनन् भने म यहाँ हुने पनि थिइनँ हैन सो फर मी बोथ अफ माई प्यारेन्ट्स आर इक्वल त्यसो भए अर्को प्रश्न सासू र ससुरा दुईजना मध्ये तिमीलाई कसको चाहिँ बढी माया लागे जस्तो हुन्छ नि त एउटा सासू ससुरामा मलाई सासू र ससुरा मध्ये पनि आई डोन्ट वान्ट चुज इन बिट्विन देम होइन किनभने मेरो घर भनेको मेरो भाग्यले पाएको हो मेरो सासू ससुरा भनेको मेरो भाग्यले पाएको हो सो फर मी बोथ अफ देम आर इक्वल ल अर्को थर्ड प्रश्न ल दाजुभाइ र दिदी बहिनी proudly होइन प्राउडली आई वान्ट चुज माई ब्रदर बिकज दाजुले हाम्रो लागि धेरै सेक्रिफाइस गर्नुभएको छ अनि के अरे त्यही भएर होइन म दाजु गर्छु अब अर्को लास्ट है यो चाहिँ ल तिम्रो तीनवटी आमाजु छौ तीनजनामा तिमीलाई सबैभन्दा मनपर्ने आमाजु कसको धेर माया लाग्छ मनपर्ने भन्दा पनि माया कसको धेर लाग्छ माया दुईजनाकै लाग्छ तर तीनजना छौँ है तीनजनामा तीनजनाकै लाग्छ बट इफ आई हेभ टु चुज वान अफ यु गाइस तपाईँ यहाँ छेउमा भएर होइन आई हेभ टु चुज आई विल चुज यु किनकि के अरे तपाईँसँग चाहिँ म अब धेरै कुराहरू सेयर गर्न सक्छु अरू दुईजनासँग भन्दा अनि त्यही रिजनमा मेरो धेर लाग्छ अहिले यसो बुझ्दा चाहिँ मेरो धेर लाग्छ नि त ए होइन मैले त्यतिकै हुन्छ नि त मान्छेको एउटा त्यही भएर कसको धेर लाग्दो रहेछ के गर्छ सोधेको माइन्ड त गरिनौ नि त भइहाल्यो त अनि